नेपालले फेरि उठायो लिपुलेकको मुद्दा। भारत र चीन बीच लिपुलेक हुँदै कैलाश मानसरोवर तीर्थयात्रा सञ्चालन गर्ने सहमति भएपछि नेपाल सरकारले कडा आपत्ति जनाएको छ। परराष्ट्र मन्त्रालयले आइतबार दुवै देशलाई कूटनीतिक नोट पठाउँदै नेपालको सहमति बिना नेपाली भूमि प्रयोग नगर्न स्पष्ट चेतावनी दिएको छ। नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र महाकाली नदी पूर्व पर्ने नेपालको अभिन्न भूभाग भएको भन्दै दाबी दोहोऱ्याएको छ। सिंहदरबार स्थित परराष्ट्र मन्त्रालयले उक्त क्षेत्रमा सडक निर्माण, सीमा व्यापार वा कुनै पनि गतिविधि अघि नबढाउन भारत र चीनलाई पुनः आग्रह गरेको जनाइएको छ। सरकारले मित्र राष्ट्र चीनलाई समेत यो विषयमा नेपालको आधिकारिक धारणा स्पष्ट रूपमा जानकारी गराइएको बताएको छ। अब प्रश्न उठेको छ, नेपालको सार्वभौमिकताको मुद्दामा कूटनीतिक नोट मात्रै पर्याप्त छ कि सरकारले अझ कडा कदम चाल्नुपर्छ? यो विषय अहिले राजनीतिक र कूटनीतिक वृत्तमा तातिएको छ।